त्यही भएर साथीहरू आफू खुसी हुनुपर्छ, मनबाट खुसी हुनुपर्छ। सबै चिज संसारै रमाइलो खुसी हुन्छ त। जब मनमा दुखी छ यस्तो उस्तो भन्ने भयो भने जहाँ गए पनि खुसी लाग्दैन, खुसी हुन्न। तर आजभोलि त मलाई त कतै हिँड्न यताउता डुल्न नो इन्ट्रेस्ट। के भयो भाइ बुढो? म बुढी भएँ क्या? भन न। केही भन्दैन यार। कहाँबाट बुढी हुने कस्तो कुरा गरिहाल्नु? कहाँबाट बुढी हुने? बुढी भएर कपालबाट बुढी भए, कपालबाट इन्ट्रेस्ट लाग्दैन केही कुरामा। जिम्मेवारी बढी थप्यो भन न बुढो। तिमीलाई त बोल्नै आउँदैन यार। जिम्मेवारी बढी थप्यो। जिम्मेवारी थप्यो थप्यो होइन र? अलि बुझ्ने भयो भन न तिमी चाहिँ। अलि बुझ्ने भयो कि भन न। अभी बुझ्थ्यो अस्तिसम्म नै अलिकति भयो नि, अलिक थप हुँदै बुझ्दै। मेरो बुद्धि बङ्कर आएको छैन त फेरि। त्यस्ता बुद्धि बङ्गालसँग छोड्छ। बुद्धि बङ्गालसँग मेरो बुढोले भन्नुभयो म बुझ्ने भयो अरे। मेरो बुद्धि बङ्गाएर आयो अरे। ठिकै छ, बुढोलाई नि म अब बुद्धि आएको। बुद्धि त मेरो सानैबाट आएको, सानैबाट दुःख गर्दै आएको हो। अब अहिले पनि बुद्धि आइसक्यो। तर साथीहरू हाम्रो माघी त अब यस्तै भयो होइन। हजुरको कस्तो हुँदैछ? राम्रोसँग माघी मनाउँ, खुसी भएर माघी मनाउँ। रोटी हामी साँझ हाल्छौँ है, साँझ आउँछ रोटीको भिडियो। दुखी कोही नहुँ।